ओके कट फेरि कट 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 नमस्कार भाइ नमस्कार ठिकै हुन्छ केही भनेन किलो टेन लिएर हिँड्ने बानी गर न ल चियर्स गरेर मन चियर्स यता हात हो नाच्नु त अब मासु मजाले खानु भन्न चाहन्छु यति नै मेरो समर्थन छ आजको स्पोन्सर चाहिँ हाम्रो दाइ हुनुहुन्छ पछाडि स्पोन्सर भाग्यो तिम्रो लागि स्पोन्सर छ के हो Ano video na yan? Hello guys, welcome to my vlog. Finally, long time no see. आज चाहिँ हामी ढेँडो खान जान लाग्यो कति पछि हैन धेरै भयो काम 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 सो आज चाहिँ घर जान के अरे घर रे सरी ढेँडो खान जान लाग्यो ताइतङ डाँडामा यो त नजाने रे कहाँ गयो यो नजाने रे यो गेम खेल्ने रे र साइला पनि रेड ब्याक मेहु जासुस हे भगवान व्हाटएभर हामी चाहिँ अब जान लाग्यो ओके बाई त्यही भेटौँ न मैले यसो नोटिस गरेको मेरो हातबाट यो क्यामेरा चाहिँ दिन हल्दिने रहेछ सो उस्किनुपर्छ होला सायद किन जाने आफै हल्लिरहेको ये थोड़ा वाओ oh my god आज ठाउँमा चेन्ज भएको छ क्या ओके बाई ये मुना ओके ओ धेरै उज्यालो आयो गोडादेखि साह्रै ल भन् भन्न नाटक ओके हामी अब 15 या 20 मिनट्समा पुग्छौँ बाई ओके हामी भर्खर आइपुग्यो ताइतङ अनि प्याक रहेछ हाई अल्लाह ये मेरा बॉडी को खाला ए यार यार टाइम मसाला सर बैटर ओके यहाँ टेन्ट लगाएर बस्छ सबैजना राम्रो छ ठाउँ के पाएँ वाउ हेलो हेलो यस के भनौँ के भन्नुहुन्छ यहीँ नल्याउ नि त अनि अलि टाढाबाट गऱ्यो यो वाइड हुन्छ क्या चस्मा लगाउँछ अनि बल्ल है त्यो एडिटै अघिको है ल ल 1 2 3 एक्सन 1 2 3 एक्सन ल एक्सन के भनौँ टाउको खाल्नु भयो के टाउको दाइले खान्छ नि टाउको बुढा मक्खै वा त अरू ठाउँमा त त्यस्तै हो ब्लगको चाहिँ आउनु पर्यो धेरै भयो हामी यहाँ जङ्गल वाउ जङ्गलको भित्र सुप बनाउने होला नि होइन
होइन नराम्रै कमेन्ट गऱ्यो भने पैसा झर्दो रहेछ फेरि युट्युबरहरूको राम्रो नराम्रो नि कमेन्ट गर्यो होइन होला नि इधर आए पत्रकार देखो इधर हम बम्बई से आया है इसे अन्त फाइल छ भने चाहिँ राम्रो खालको हालौँ न हातमा त्यहाँको त्यो भाँडा खाडा पनि देखाइदियो भाँडो देखेर फेरि मान्छे यहाँ चाहिँ आलु काट्दै के हो आलुदम हो आलुदम अहिलेसम्म मासु पाक्दैन अझै पाकेर आज चाहिँ वेदर इज सो गुड के कुरा ए भयो बस्ने कुराहरू सबै थिए नि उता पहिला त तमसे प्योरली चल्याएन काँचो हुन्छ भनेर खाना आउरो मिठो नआउरो काँचो होइन कि मिठो नआउरो क्या यो पानी घुमाइदिनु पऱ्यो क्या एक साइडमा घुम्दै एक साइडमा घुम्दै क्यामेराम्यानको ट्याग लाग्यो हाल्दैन क्यामेराम्यान बोल्दा यत्रो क्यामेरा बोकेर दाइले त नि उसले मायालेको इसेले गर्दा त डिलुले चलाएर सुन्नु नि पाउँदैन नि मालले गर्दा सुन्नु पाएन सबैलाई खिच्दैन कालीको बुढाबुढीलाई खिच्दियो साइलोको बुढाबुढीलाई खिच्दियो हामी सबै पाले पिलो उयो क्यामेराबाट नि खिचे भयो थम्बनेल दिएर ए अहिले ग्रुप खिचौँला थम्बनेल हैन मस्काउनु पर्छ होला बेसी पहिला पिठै फोडा मस्का भाइ मस्का ठिकै हुँदो रहेछ ठिकै हुन्छ यो तेरो दाइ हालेपछि त किलो छ नि त केही नि भनेन किलो है ट्याक अनुमान थाहा हुन्छ नि यार अस्तिको बनाउने उसले मान्छेलाई आज त्यस्तो भनेको डराएर यार अनि हात टाँसी गाडी गोली खाएको छैन पुरा तास रह्यो किलो भयो भन्छ भयो कि भयो मजा आएन मैले त खाएन नि त्यति दिनमा अथवा त हात पोल्दो रहेछ यता त त्यो पत्रिलो थियो त कहाँ उ पत्रिलो यता के यता हात यता साह्रो भयो ढेँडो त कहाँ हुन्छ उनीहरूले हान्नु हुँदैन हुँदैन अनि बल्ल गर्नु ए अनि तरिका छोड भाइ जा उता तेरो काम छैन यार एकछिन पाक्न यार बल्ल 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 त मान्छेले फेरि दाबीले भाँच्देला यसलाई त दिनुहुन्न यसले भाँचिन्छ अहिले फेरि केले चलाउने होइन भइरहेको छ त त्यो तलाको त्यो पिरो चाहिँ नदियो सही भएछ ल यसले पकाउँदो रहेछ अबदेखि ल यो पास भयो ल उल्टो मस्कायो के भाइले अगाडि मस्काउ पछाडि नलैजाऊ ए होइन अगाडि ल्याउनु खोजेको त्यहीँ टाँसेर सिको त आज चाहिँ यहीँ रह्यो त यसले पकायो नन स्टिक भएर नि नटाँसेदो रहेछ कि ल ल होइन कान्छा मस्काउ त एकचोटि खान्छ आधा उत्यो भयो आधा भयो नि कि हुँदैछ नि दिदी तिमीलाई मेसो बस 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 दामी भइरहेछ नि दिदी कहाँको झन् यिनीहरूले पकाउँदा त पिठो दिएको थिएँ मैले सही हुँदो रहेछ नि यो भाँडा नि होइन यो ठिक हुन्छ के नन स्टिकमा लमजुङतिर त यही पकाउँदो रहेछ हामीतिर मात्रै रहेछ त्यो भुस्नु हाम्रोतिर नि त्यस्तै ल पकाउँछ नि ताप्केमै कदलोमै त्यसरी हो कि मस्काउने मस्काउने बच्चालाई के अझ यसरी यसरी हो नि त्यही भएर त उस भान्चिँदो रहेछ नि न्याम न्याम झोल मात्रै अब भयो सब हालेछ ओ आलुदम वाउ 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 मैले त खायो ल खाए खाए सुरु सुरु ए यहाँ रहेछ ठिक त भयो अब खाएको चाहिँ सर यसरी घुमेर आला छेत्री 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 ल सिमी भूमि जोरबे तोम्बले तान ल छेत्री 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 ल आलो त छ आलो त के प्रम र हो ल
ल खानु चाहियो ल बाई अकेला फेरि माउने म्युजिक सही मिठो भएको पुच्छर मात्रै नि रहेछ फर्स्ट टाइम ढेँडो ट्राई गरेको आम्बो पनि यो गर्ने अनि यताको साइडमा मासु त टेस्टसँग खाने यताको साइडमा ढेँडो यताको साइडमा मासु फेरि बाहिर राख्ने होइन भित्र गालोको बाहिर राखेर यसरी गएन फेरि ल आज काको मेन मोडल आज काकालाई मात्रै फोकस मेरो फेरि दर्शकहरू धेरै छ नि त भन्यो हाइलाइटमै म डाइरेक्टर ए डाइरेक्टर अनि त्यो त भन्नु पर्दैन हिरो डान्सर सब भन्नुपर्छ अनि त हेर्ने मान्छे आउँछ अनि रिमे मुमेसेमा पागलको हाइलाइटमा राख मेरो फोटो राखिदिएपछि के रहेछ भनेर सबैले क्लिक गर्छ नि त ए यार ओके म चाहिँ भात खान्छु वाउ द सुप इज सो यहाँ हाम्रो पिकनिक हो यो यहाँ नाइस कमिलाले मरेको उसलाई दबाई गरेको रे साइलाले भने ज्यान भाजिसकेको छ नि त्यसो ऊ चलिसक्यो हेर्नु त ऊ कसरी दबाई गरेर ऊ अझै राम्रोसँग हिँड्न मिलेको छैन त्यो अघि त चलेकै थिएन त्यसले उहाँबाट बोक्दै ल्याएको थियो क्या यहाँ ल्याएर अनि साथीहरू 4-5 जना यस्तो यसो गरेको थियो क्या एकैछिनमा हिँडे हेरौँ न बस्यो यो त सुन्दर भयो त टाउको पनि बाङ्गिसकेको थियो खुट्टा ज्यान पनि बाङ्गिसकेको थियो त्यसो त I think that's like mute one. Hello guys. आज हामी चाहिँ टाइटन डाँडामा हो सो हामी चाहिँ यहाँ फ्यामिली पिकनिक लाइक ड्राई पिकनिक टाइप खाना आएको भर्खर ढेँडो खाएर भ्याइ अब चाहिँ एकछिन त्यो एड कट ड्राई पिकनिक फ्यामिली माइला राई माला के भन्न चाहनुहुन्छ इन्टरभ्यू लिउँ न त काकालाई के भन्दा आज हाम्रो कुक हो ओके के भन्न चाहनुहुन्छ मेरो युट्युब च्यानलमा के छ अरे च्यानल सुस्मिता गुरुङ सुस्मिता गुरुङमा चाहिँ सबैले चाहिँ लाइक अनि सब्सक्राइब गरिदिनु होला अनि के गर्नु पर्यो अनि हेरिदिनु पर्यो या हेरिदिनु पर्यो एभ्री न्यू ब्लगमा होइन अनि लाइक र सब्सक्राइब गर्नु पर्यो नयाँ हुनुहुन्छ भने चाहिँ तल गएर बटनमा के गर्नु पर्यो सब्सक्राइब गरेर घन्टी रिङ बेल थिच्नु टिङ 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 डिङ टिङ डिङ ओके सी यु इन के भन्नु सोधेन तिमीले मलाई
कति वर्ष भयो भनेदेखि हाउ होला नि भनेर सोध्दै लगेर अहिले काकालाई हाउ आर यु हजुरले नाच भने अनि अनि अब काकी तपाईँ भन्नुहोस् के भन्ने मैले के भन्न चाहनुहुन्छ भन्नु के भन्ने नि आज ढेँडो पार्टी रमाइलो भइरहेछ सबैसँग भर्खर हामीले के खाएको ढेँडो खायो अनि अब खायो बिहान रोटी र चटनी खायो चिया खायो ढेँडो खायो अब बिबीको मासु खाँदै या अब मासु खाने अनि घर जाने भोलि काम छ अनि अब नेक्स्ट ढुकुरको जोडीलाई छोडौँ नि त ढुकुरको जोडी ढुकुर र चराको जोडी कागको जोडी भन्छ भन्न चाहनुहुन्छ कागमा बगुलोको जोडी भन्छ के भन्न चाहनुहुन्छ के भन्ने त नि पाउनु भएकोले अब मासु मजाले खानुहोस् भन्न चाहन्छु अनि यति नै मेरो समर्थन छ आजको स्पोन्सर चाहिँ हाम्रो दाइ हुनुहुन्छ यता पछाडि स्पोन्सर सरी भाग्यो स्पोन्सर भाग्यो केको लागि स्पोन्सर A few moments later. या घाम डुबिसक्यो म नि चस्मा खोल्छु घाम डुब्यो है आज चाहिँ म हाम्रो ढेँडो खाने हाम्रो फ्यामिलीहरूसँग म इन्ट्रोड्युस गराउन गइरहेको छु र सुरुमा आउनु भेनालै हो डाइरेक्ट भेनाको आउने भनेको पछि हेर्नुहोस् दर्शक प्रेमीहरूमा प्रत्यक्ष होइन हामी जान्न चाहन्छ एकछिन भेना नाक पुस्दै ट्यान लिएर हिँड्ने बानी गर न ल चेयर्स गरेर मन चेयर्स यता खाँदै दामी आहार पाकेछ होइन Oh wow! Oh my god! Oh shit! सक्यो ल सक्यो वाउ बादल पारीको देशमा ओके यस्तो भन्दै हाम्रो यही पार्टी यही ऱ्याप अप गर्छु मेरो ब्लग यही इन्टिन गर्छु या थ्याङ्क यू भेरी मच साइली दिदी वेलकम सबै ट्रिटको लागि टाइम मिलाएर आइदिनु धेरै धेरै धन्यवाद थ्याङ्क यू सुस्मिता फर मेकिङ भिडियो वाउ माइला दाइ अब हिमाल चढ्न जाएर रहा हिँडेर जाम हो गाइस सर्पा 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 भनेको त नरहेछ हामी हिँड्दै यहाँ लाइनसँग हिँड्दैछ लाइनसँग ओके नाउ कति मिनट हिँड्ने हो कति मिनट हिँड्ने हो 1 hour 1 hour भोलि काम छ थाके पो गर्ने लाग्छ या यु आर राइट आँखामा नलाग्नु टिकटकमा राख्नु होइन लाइट नबाले देख्दैन र भिडियोमा यसो थुक पनि अब जाने बेला भयो अब छोड्नु मन थिएन
अनि अझ weekend beer खाने ल ल बाई बाई ल बाई बाई ओके बाई ओके धन्यवाद बाई 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 भेना ओके ल बाई 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 guys finally at home हालत यस्तो भइसक्यो हो थाक्यो वहाँबाट हिँड्दै आएको थियो wait okay see you in my another vlog bye